हामी चाहिँ आज निङ्गुरो टिप्न आएको छौँ। मौरीले चारो हाल्दै अनि निङ्गुरो निङ्गुरो खोज्नुपर्छ साथीहरू। यसरी यहाँ हुन्छ निङ्गुरो। खास गरी त्यति साह्रो पनि छैन। अस्ति टिपिसकेको र पनि एउटा दुईटा रहेछ त्यही गर्दैकै। यस्तो जङ्गल घारी छ, मतलब जङ्गल घारी होइन, लिच्ची घारी भनौँ न, त्यस्तै सुहाउँछ होइन। यहाँ मलाई मच्छरले टोक्यो। तपाईँहरू पनि आउँदाखेरि चाहिँ अलिक फुल लुगा लाएर आउनु अरे। ला के देखो के हो? रेल किरा नछोए टोक्छ। किरा हेर्न सक्नुहुन्छ दर्शकबिनहरू। रेल किरा सानोमा हामी खेल्ने यही हो, रेलगाडी छुक छुक छुक। यहाँ छ अझै एउटा भागिसक्यो निङ्गुरो टिप्ने मान्छे। किरा देखेर पनि भाग्ने मान्छेहरू हुन्छ यार साथीहरू। कस्तो चाहिँ कुरा भन्नुम त, यत्रो सानो किरादेखि पनि त्यही पनि निङ्गुरै छैन हौ साथीहरू। खास गरी यहाँ पनि रहेछ। मच्छरले टोकेर साथीहरू डाब्रे डाब्रा पारिदिइसक्यो। यहाँ पनि छ। हेर्न सक्नुहुन्छ त्यहाँनिर मौरी त चारो हालिदिँदै हुन्छ। अनि हामी चाहिँ यहाँ निङ्गुरो टिप्न आएको छौँ। यति भयो भर्खर भने यहाँ अझै खोज्नुपर्छ साथीहरू, नखोजी हुँदैन। मच्छरले टोकिसक्यो यो जङ्गली मच्छरहरूले। यहाँ छ यस्तो टिप्नेहरू। अरू कतातिर छ भनौँ, यतातिर त छैन। यसरी खोज्नुपर्छ है, नत्र खोजेन भने चाहिँ हुँदैन। यस्तो कुना काप्चातिर चाहिँ हुन्छ कि यिनीहरू। सानो रहेछ। सानो चाहिँ छोडिदिउँ न है गाइस साथीहरू। सानो चाहिँ छोडिदिउँ। यहाँ पनि रहेछ होइन। कहाँ देखिरहेको थिएँ? कस्तो साह्रो छ भने नि फेरि साह्रो छ के, उक्लिँदैन। अब यस्तो गाडी उभि के गयो साथीहरू। यस्तो चिराउँछ नि आउने भए चाहिँ अलिक फुल लुगा लाएर आउनुहोस् होला, नत्र तपाईँहरूको हालत पनि यस्तै डाब्रे हुन्छ। हाफहरू चाहिँ नलाउनुहोस् होला, फुलहरू नै लाउनुहोस्। भर्खर यति हुँदैछ, हेर्न सक्नुहुन्छ। यहाँ मम्मीको यति मभन्दा ढिलो टिप्न थाल्नुभएको, छिटो टिपिसक्नु है। हेर्न सक्नुहुन्छ गाइस, मच्छर यस्तो मच्छर हुन्छ, जङ्गली मच्छरहरू। हामी यहाँ मार्नु त यस्तो हुँदैन के साथीहरू।
अब यसरी यहाँनिर अर्को हातले नै मार्नुपर्छ। अब एकछिन टिप्ने हो अनि गइहाल्ने हो उता चारो लगाइसक्नुहुन्छ अनि मौरी हेर्न जामै गाइज। हामी मौरी हेर्न जान्छौँ अब। यहाँ निङ्गुरो रहेछ। निङ्गुरो हेर्दै हेर्दै जानुपर्छ साथीहरू। निङ्गुरो भनेको मिठो हुन्छ कि एकदम मिठो। आँखातिर मच्छरले टोक्दैछ। जाउँ निङ्गुरो भन्न आएछ मौरी हेर्न। अब म तपाईँहरूलाई एकैचोटि उहाँ गइसकेर देखाउँछु। यहाँ छ मौरी, यहीँबाट देखाउँछु तपाईँहरूलाई। उहाँ गएपछि त टोकिदिइहाल्छ ठ्वाङ्गै गरेर। उतातिर पनि छ तर हेरिस मच्छर टोकिसक्यो गाइज मलाई मौरीको।